यौनकथा लाससँग सम्भोग। कथाकार खेमराज पोखरेल। अँधेरी रात थियो। बिजुलीका पिलपिले बत्तीहरू कनिकनी बल्दै थिए। एकाएक ती पिलपिले बत्ती झ्याप्प निभे। यही मौकामा आर्यघाटको वेटिङ कक्षबाट नागरिक अभियन्ता हिराको लास एकाएक हरायो। लास हराएकोमा निकै ठूलो हल्लीखल्ली भयो। चैतको हुरी जस्तै चारैतर्फ खबर फैलियो। पुलिस बोलाइयो। नागरिक समाज ओइरिए, किनकि लास आदर्श व्यक्तित्वको थियो, सङ्घर्षशील महिलाको थियो। कसै गरे पनि लास फेला परेन। कस्तो अचम्म भयो। कसरी घातबाटै लास बेपत्ता हुन सक्छ? लासलाई चोर्ने बानिस कस्तो हुन सक्छ? कि मसान जागेर पो लासलाई चोर्यो कि, वा लास ब्युतिएर भाग्यो कि? नाना थरी अड्कल काटिँदै थिए। यस्तै अड्कलमा रात छर्लङ्ग भयो। बिहानीको उषासँगै फेरि ओल्लापल्ला घाटमा लासहरू जल्न थाले। बागमती सदाबहार उसै गरी बगिरहेको थियो। वरपरका फोहोरलाई बगाउँदै, लासका खरानी बगाउँदै, धर्म भिरुहरूलाई धर्म दिँदै, भाग्यवादीलाई भाग्य बनाइदिँदै धमिलो धमिलो बग्दै थियो बागमती। त्यही बागमती किनारमा कोकोहोलो पनि थियो। हाँसो पनि थियो। नीरव शान्ति पनि थियो। मसाने वैराग्य पनि थियो। बागमतीका किनारमा रहेको वृद्ध वृद्धाका आर्तनाद आवाज पनि सुनिन्थ्यो। यसो गर्दा गर्दै पूर्वतिर सूर्यको लालीमा देखियो, तर लास भने भेटिएन। पुलिस हैरान भए। आफन्त शुभेच्छुक पनि चिन्तित भए। सूर्योदयसँगै शुभेच्छुक मानिसहरू ओइरिए। पत्रकार, युट्युबर तथा अस्पतालका कर्मचारी पनि आइसकेका थिए। पत्रकारलाई समाचार चाहिएको थियो। युट्युबरलाई अचम्मको समाचारको भिडियो बनाएर धेरै भ्युज चाहिएको थियो। अस्पताललाई त्यो लासको आँखा र कङ्काल चाहिएको थियो। वास्तवमा त्यहाँ उनलाई खोज्ने मानिस कोही थिएन। सबैलाई उनी होइन, उनको लास चाहिएको थियो। यत्तिकैमा गौरी घाटतिरबाट आउँदै गरेको एउटा वयस्क मानिसले लथ्रक लथ्रक पार्दै लास बोकेको देखियो। मान्छे त्यतातिर कुदे। त्यो खोजिएकै लास थियो। लास चोरेको अभियोगमा मलामीले उसलाई कुट्न थाले। बल्ल बल्ल पुलिसले त्यो लास बोकेको मानिसलाई घेरा हालेर जोगायो। नत्र त ऊ पनि त्यही लास हुने थियो। वास्तवमा मलामी यति रिसाएका थिए कि कुरा बुझ्न छोडेर लास चोर्ने व्यक्तिलाई पनि लास नै बनाएर तुष्टि लिनेवाला थिए। घेराकै बीचबाट पुलिसले उनलाई सोध्न थाले। तिम्रो नाम के हो? कहाँ बस्छौ? किन लास चोर्यो? ऊ बोलेन। बोल्दै बोलेन। मानिसले उसलाई सनकी होला भनी सोच्न थाले। पुलिसले उसका थाप्लामा 2 लट्ठी बजार्यो। पिटाइको दुखाइले मर्माहत भयो र उसले आर्तनाद स्वरमा रुँदै भन्यो, मेरो नाम हरीश हो। म बनारसमा बस्छु। यो लास मेरी प्रेमिकाको हो। मैले सम्भोग गर्नका लागि चोरेको हुँ। यो लाससँग मैले हिजो रातभरि बनकारेको जङ्गलमा लगेर सम्भोग गरेँ। काम सकियो अनि सद्गतको लागि लास ल्याइदिएको छु। मानिसहरूले अचम्म मान्न थाले। अचम्म, घोर कलियुग लाग्यो। लासमाथि पनि सम्भोग? उसलाई पाता फर्काइएको थियो। पुलिसले उसको खानतलासी गरिरहेको थियो। उसको खल्तीबाट नेपाल सरकारको टिकट टाँसिएको एउटा पहेँलो खाम निस्कियो। पुलिसले पहेँलो खाम फेला पार्ने बित्तिकै ऊ जोडले चिच्यायो, त्यो मेरी प्रेमिकाले मलाई लेखेको प्रेमपत्र हो। कृपया नलैजानुहोस्। त्यो मेरो हो। त्यो मेरी प्रेमिका मसँगै भएको प्रमाण हो। मेरो मुटु हो। बरु मलाई मार्नुहोस्। पुलिसको अनुरोधमा नागरिक अभियन्ताले त्यो पत्र पढ्न थाले। मिति 2082 साल साउन 1 गते। काठमाडौँ। प्रिय हरीश, शुभ प्यार। तिमीलाई थाहा नहुन सक्छ, म यो काठमाडौँको कोलाहलमा पनि मर्नु नबाँच्नु भएर जीवनयापन गर्दैछु। नितान्त एक्लै छु। मलाई ल्युकेमिया रोग लागेको छ। रोग लागेको मात्र होइन, यसको 4थो स्टेजमा बाँचिरहेकी छु। यो घडीमा म तिमीलाई अघोरै सम्झिरहेकी छु। जीवनका बारेमा मानिसको भविष्यवाणी कहाँ पूरा हुन्छ र? हेर त, तिमी मलाई हठी, हकी, स्वाभिमानी, जिद्दी, संवेदनशील, विचारमा अग्रता भएकी, प्रष्ट बोल्न सक्ने, इमानदार भन्थ्यौ।
तिमीले मेरो स्वभाव तथा परिवेशको एक्सरे नै गरेका थियौ। म राजनीतिक आन्दोलनमा थिएँ, समाज परिवर्तनको लागि लडिरहेकी थिएँ। तिमी मलाई माया गरेर आफ्नो ख्याल गर भन्थ्यौ, तर म तिमीलाई भन्थे, हरीश, तिमी व्यर्थमा चिन्ता गर्छौ। मलाई मारेछ भने मरुला। समाजको विभेदबाट जनतालाई मुक्ति दिने काममा मर्न पाए कि खोज्नु मैले? यदि त्यस्तो भयो भने म जनताका मुक्तिका लागि शहीद हुन्छु नि। के फरक पर्छ र? तिमीलाई थाहा भएकै कुरा हो, म लैङ्गिक हिंसा वा विभेद खप्न नसक्ने केटी थिएँ। अटेरी पनि थिए। अनुशासन भङ्ग गर्दा र त्यसबापत दण्ड पाउँदा मलाई अपार हर्ष हुन्थ्यो। केटाले झैँ सिगरेट तान्थे, जाँड सुर्क्याउँथे। केटाको स्वतन्त्रता देखेर मलाई आहारिस हुन्थ्यो। म त्यो स्वतन्त्रता भोग्न चाहन्थे। मेरो केटा क्लासमेटले कोक शास्त्र पढ्थ्यो, म पनि उसैसँग मागेर लुकी पढ्थे। केटाले पढ्न हुने मैले किन नहुने भन्ने कुराको विद्रोह थियो त्यो। म किन यति धेरै विद्रोही भएको भन्ने कुरा तिमीलाई थाहा छ? यो पोखराका गल्लीमा, फेवातालमा, बस पार्कमा तथा अन्यत्र कानून विरुद्ध ससाना दोकान थापेर बसेका महिलाहरूलाई पुलिसले समात्थ्यो। समस्या ती महिलालाई समात्नुको होइन, ती निरीह महिलामाथि पुलिसले गर्ने अमर्यादित हातपातको विरुद्धको मेरो आवाज थियो। यसैले म विद्रोही थिएँ। तिमी मेरो जीवनको पहिलो प्रेमी हौ जसले मलाई प्रेम गरिरह्यौ। तिमीले नै मलाई प्रेमको परिभाषा सिकायौ। मैले पनि सबैभन्दा पहिले प्रेमपत्र तिमीलाई नै लेखेको हो। त्यसपछि त मैले प्रेमपत्र लेखिन, केवल यौन पत्र लेखेँ, यौन उद्वाहनका पत्र लेखेँ, यौन उक्साहटका पत्र लेखेँ। त्यस्तै पत्र पाएँ। किनकि मलाई प्रेम गर्ने तिमी थियौ, तिमीलाई नै आफ्नै कारणले गुमाएँ, अनि कसलाई प्रेमपत्र लेख्न? यसैले पहिलो प्रेमपत्र पनि तिमीलाई नै लेखेकी थिएँ, यो अन्तिम प्रेमपत्र पनि तिमीलाई नै लेख्दैछु। आज तिम्रो असाध्यै याद आएको छ। मलाई किन तिम्रो अपराधी जस्तै लाग्दैछ। यही पीडा बोधले म वशीभूत भएकी छु। तिमी र म चिप्ले ढुङ्गामा सँगै चिप्लेन्थ्यौँ। सेतीका बगरमा घण्टौँ बिताउँथ्यौँ। तिमी मेरो हात समाउँथ्यौ, म तिमीसँग टाँसिन्थे। हामी न्युरो डुम्थ्यौँ, काउँ डाँडा पुग्थ्यौँ, फेवातालमा डुङ्गामा दिनभरि बरालिन्थ्यौँ, चमेरे गुफाभित्र चमेरा झैँ टाँसिन्थ्यौँ। तर तिमीले कहिल्यै पनि मेरा प्राइभेट अङ्गतिर हात लैजाने कोसिस गरेनौ। स्तन समाउन खोजेनौ। स्तन समाउन त परै जाओस्, कुइनाले पनि छोएनौ। एउटै ओछ्यानमा सुत्दा पनि तिमीले पर्खाल नाग्ने प्रयत्न गरेनौ। मेरो समर्पणबाट फाइदा उठाउन खोजेनौ। तर म चाहन्थे तिमी अलिकति त बदमास हो यार। किनकि बदमासी बिनाको पनि के बैंस, के प्रेम। तर तिमी अचम्मका थियौ। तिमी कति नियन्त्रित थियौ। तर अलमस्त थियो हाम्रो जीवन। प्रेमिल थियौँ हामी। तिमी मात्र मलाई प्रेम गर्ने होइन, म पनि तिमीलाई असाध्यै प्रेम गर्थे। हामी छुट्टिन नसक्ने भएका थियौँ। कसैसँगको प्रेम यति गाढा हुन्छ भन्ने कुरा मलाई थाहै थिएन। यसरी प्रेममा पसिन्छ र निस्कने कुनै बाटो नै हुन्न भन्ने मैले बुझेकै थिइनँ। एक दिन तिमीले बेगनासको बेगमा सयर गर्दा मसँग बिहेको प्रस्ताव राख्यौ। मैले समय मागे। पर्सिपल्ट मैले तिम्रो प्रस्ताव मानिन। तिमी रोयौ, करायौ, विक्षिप्त भयौ, तर मैले मानिन। तिमी अचम्ममा पर्यौ। तिमीले फकाउने कायदा सकेसम्म अपनायौ। मैले केही गरे मानिन। त्यसपछि तिमीले मसँग कम्तीमा एकपल्ट सम्भोग गर्ने चाहना राख्यौ। मैले त्यो पनि मानिन। तिमीलाई थाहा छ मैले किन त्यो कुरा मानिन? किनभने म तिमीसँग सम्भोग गर्न त चाहन्थे, तर तिमी मलाई यति प्रेम गर्न थाल्यौ कि मलाई मेरो स्वतन्त्रता हनन हुने भयो भन्ने डर लाग्यो। सम्भोग मात्र गरेर तिमीले मलाई छोड्ने थिएनौ। सम्भोगपछि मै तिमीलाई छोड्ने थिइनँ। त्यसैले मैले मेरो अविच्छिन्न स्वतन्त्रता पाउन तिमीबाट सदाका लागि टाढिने विचार गरेँ र एक दिन तिमीलाई किआई सिंह पुलका मुखमा बसेर वाचा बन्धन गराएँ। तिमी आफ्नो प्रेमका लागि सारा संसारलाई त्याग्न तयार थियौ। तिमीले वाचा बन्धन गरेपछि मैले तिमीलाई भनेकी थिएँ, म चाहन्छु यदि हाम्रो प्रेम साँचो हो, अमर, अजर र अजबको छ भने हाम्रो प्रेमका लागि तिमी अहिले नै मलाई छोडेर गइहाल र मलाई पछाडि फर्केर पनि नहेर। फेरि कहिल्यै मेरो नजिक आउने प्रयत्न पनि नगर। यो तिमीले मलाई गर्ने प्रेमको परीक्षा हो, एउटी प्रेमिल प्रेमिकाको आदेश हो। मेरा कुरा सुनेर तिमी स्तब्ध भएका थियौ। एकछिन चुप्प लाग्यौ। तिम्रो अनुहारमा बादल लागेको थियो। तिमी रोएका थियौ।
अनि फनक्क फर्केर केही नबोली मतिर नफर्की आफ्नो बाटो लाग्यो। मेरो स्वतन्त्रताका लागि तिमीले आफ्नै मुटुमाथि ढुङ्गाले हिर्काउँदै गयौ। हाम्रो प्रेमको बाटोबाट यसरी हट्यौ मानौ हामी बीच केही भएकै थिएन। तिमीमा कुनै रिस थिएन, आक्रोश थिएन, वासना थिएन, तर तिमी हुक्क हुक्क गरेर रोइरहेका थियौ होला सायद। मलाई त्यो बेला त्यही अनुभूति भएको थियो। मैले मेरो प्रेम र स्वतन्त्रता मध्ये एउटा छान्नु पर्दा स्वतन्त्रतालाई छानेकी थिएँ, किनकि मैले तमाम लोग्ने स्वानीका सम्बन्धमा हनन भएका स्वतन्त्रताहरूको अनुभव गरेकी थिएँ। तिमी मतिर नफर्की एकोरो अलाडि बढिरहेको त्यो दृश्य देखेपछि म रातभरि रोएँ। त्यतिले नपुगेर म सेती किनारमा पुगी रोइरहन्थेँ। तिमीसँगको प्रेमिल यादमा म धेरै दिनसम्म रोएकी थिएँ, विक्षिप्त भएकी थिएँ। मैले मेरो स्वतन्त्रता त प्राप्त गरेकी थिएँ, तर तिम्रो प्रेम सदाको लागि गुमाएकी थिएँ। तिम्रो त्यो त्याग मेरा लागि जिन्दगीभरि निकै तडपाउने विषय भयो। बेला बेलामा यसैबाट विवल हुन्थे। मलाई थाहा छ तिमी पोखरा छोडेर भारत पस्यौ। तिमीले हाम्रो प्रेमका लागि मलाई मात्र होइन, मेरो याद आउने पोखरा मात्र होइन, देश नै छोड्यौ। मेरै शर्त अनुसार मबाट धेरै टाढा पुग्यौ, जहाँ म तिमीलाई भेट्न सक्दिनथे। मलाई पनि पोखरामा तिम्रा यादहरूले सताए, यतिसम्म सताए कि म विक्षिप्त भएँ। त्यसपछि मैले पोखरा छोडेर काठमाडौँ बसाइ सरेँ। त्यसपछि म पोखरा गएकै छैन। म आजन्म पोखरा जाने पनि छैन, किनकि पोखरामा तिमी र मैले गरेको प्रेमका साक्षी बसेको त्यो पिपलको रुख, बाटाघाटा, सेतीको बगर, पृथ्वीनारायण क्याम्पसभित्रको भीमकाली ढुङ्गा तथा हाम्रो प्रेम बुझेर समर्थन वा विरोध गर्ने समाजले मसँग प्रश्न सोधिरहे, गिज्याइरहे। मसँग जवाफ थिएन। त्यसैले म अपराध बोधमा काठमाडौँ पुगेँ, बागमतीको किनारमा पुगेँ र मनलाई शान्त बनाउन मोक्ष खोजिरहे। हो, मैले आफ्नै स्वतन्त्रताका लागि आफ्नै प्रेमलाई त्यागिदिएकी थिएँ। तर त्यसपछि भने मेरो शरीरका लोभी लोग्ने मानिससँग मेरो सम्पर्क भयो। ती मलाई पाउन चाहन्थे, गिजोल्न चाहन्थे, बिहे गरेर वैधानिक बलात्कार गर्न चाहन्थे। यस्ता अनेकन घटना मेरा जीवनमा आए। सायद तिम्रो प्रेम, बिहे तथा सम्भोगको प्रस्ताव मैले मानेकी भए यस्ता वासनामयी पुरुषसँग मेरो जम्का भेट हुने थिएन। मैले एक रात सोचे, अब म एक्लै स्वतन्त्रताको रक्षा गरेर बस्न सक्दिनँ। सायद बैंस पनि जब्बर भइसकेको हुनुपर्छ। मसँग बैंससम्म एउटा आवश्यकता भएर उभिएको थियो भने अर्कातिर मतिर हानिरहेका स्वनाम धन्य पुरुषको पनि कुनै कमी थिएन। तिमी नै भन्थ्यौ म सुन्दरी थिएँ भनेर। यसो भन्ने मानिसहरू धेरै भेटे। त्यसैले मैले स्वतन्त्रता नबिग्रिनै गरी यौन सम्बन्धमा बस्ने सोच बनाएँ। मेरो दिमागमा यदि पुरुषले महिलालाई रखौटी बनाउन मिल्छ भने महिलाले पुरुषलाई रखौटा बनाउन किन नहुने भन्ने सोच पलायो। मेरो यो सोच अन्तर्गत काठमाडौँका नाम चलेका राजनीतिज्ञ, साहित्यकार, बौद्धिक वर्ग सबै मेरा खेलौना बन्न आइपुगे। तिनीसँग पैसा हुन्थ्यो, समय उबार्थे र यसरी म मेरो स्वतन्त्रतालाई जोगाउँदै बैंससमन कार्यमा लागे। यसैबीच एकजना सामाजिक अभियन्ताले मलाई एकलौटे भोग्ने विचार गरेर मलाई भने, तिमीले गर्दा म बिग्रिए, न तिमी मेरी हुन मान्यौ न मैले तिमीलाई बिर्सन सके। उसका कुराबाट मलाई असाध्यै रिस उठेर आयो अनि भने, बिग्रने तिमी, तर दोष चाहिँ मलाई दिने, दोष चाहिँ महिलाले पाउनुपर्ने। म बैंसमा मात्तिएर तिमीसँग सुत्न तिम्रो घर गएँ कि तिमी मसँग उखर माउलो आवेग शान्त पार्नका लागि सुत्न मेरो ओछ्यानमा आयो? लु भन त, प्रश्न यो हो। मसँग खेलौना पुरुषको कुनै खाँचो थिएन। मेरो इच्छा मुताबिक ती चल्थे। जसले बलमिछ्याइ गर्न खोज्थ्यो त्यसलाई म किनारामा पुर्याएर छोडिदिन्थे। तर यसैबीच मेरो मनमा एउटा कुरा आयो कि अनेक पुरुषको आकांक्षा तथा इच्छा पूरा गर्नुभन्दा बरु एउटा सुयोग्यसँग नै घोषणा गरेर सम्बन्ध बनाउनु पर्ला। यस अनुरूप मैले एउटा पुरुष बोयफ्रेन्ड भएको र कालान्तरमा बिहे गर्ने कुरा घोषणा गरेँ। हामी औपचारिक रूपमा नै एकै कोठामा बस्न थाल्यौं। उसले मैले भोग्यो, तर अब उसले मेरो स्वतन्त्रता हनन गर्न थाल्यो। ऊ ममाथि एकाधिकार जमाउन थाल्यो। मेरा इच्छालाई वास्ता गर्न छोड्यो र मलाई त यौन साधन मात्र पो बनाउन थाल्यो। उसको कामुकतामा कुनै प्रेम थिएन। त्यसकारण मैले उसँग कहिल्यै यौन सुख प्राप्त गरिन, बरु शारीरिक र मानसिक पीडामा अभिशप्त हुन्थे। म उसको प्रेमविहीन कामुकतासँग डराउन थाले। वास्तवमा भन्ने हो भने उसको सहवास मेरा लागि विरोध गर्न नसकिने खालको बलात्कार पो बन्न पुग्यो। हाम्रो सम्बन्धमा सुवास आउन सकेन। कमसेकम खेलौना प्रयोग गर्दा म आफ्नो अनुकूलले गर्थेँ।
तर ऊ त लालमोहरिया भएर आएपछि म पो उसको खेलौना बन्न पुगे। बिहे र स्वतन्त्रता एकअर्काका विरोधी हुन् भन्ने मेरो पूर्व मान्यता झन जब्बर भएर देखा पर्यो। तिमीलाई छोडेपछि मैले प्रेमको आश पनि कसैसँग गरिन। पुरुषलाई मैले भौतिक आवश्यकता पूर्ति गरिदिने साथीका रूपमा लिए। त्यसै पनि म यौनका विषयमा कामुक, आक्रामक, समर्पित वा प्यासिभ केही होइन। केवल म यौन सम्पर्कलाई मेरो स्वतन्त्रताका लागि बाधक बन्न दिन्न भन्ने मात्र हो। म यौनका हिसाबमा पनि निस्सारतामा पुगेकी छु। आखिर मान्छेले जीवनमा अनेक हन्डर खाएपछि पाउने वा अनुभूत गर्ने निराशा तथा निस्सारता त हो। धर्मले वा दर्शनले पनि यही कुरा त सिकाउँछन्। मैले उसलाई घरबाट निकालिदिएँ। बिहे नै गरेको भए त त्यस्तो कामुकलाई कसरी निकाल्न सकिदो हो त। तर हरीश, मलाई मेरो विगतदेखि कुनै पश्चाताप छैन। त्यो मेरो जिन्दगी थियो। मैले आफैले चाहे झैँ भोगे। पूर्व दक्षिण एसियाका स्वास्नी मानिसले आफ्नो जीवन यसरी भोग्न कहाँ पाएका छन् र? यस अर्थमा म मेरो जीवनलाई धन्यवाद दिन्छु। त्यसपछि म जीवनमा प्रेमको अर्थ खोज्नतिर लागे। के हो प्रेम? किन म तिमीलाई यसरी सम्झिरहेकी छु? प्रिय हरीश, मैले यो लामो चिठी लेख्नुको कारण मेरा विगत तिमीलाई सुनाउनु होइन। मेरो स्वतन्त्रताको उद्घोष र पटाक्षेप पनि तिमीलाई भन्नु होइन। मेरा शून्यता तथा निस्सारताका कुरा पनि तिमीलाई सुनाउनु होइन। मानिसका रूप, बाध्यता तथा परिवेशीय झट्का पनि बताउनु होइन। किनकि सबै मानिसका आआफ्ना परिवेश, चेत, दृष्टि तथा तुष्टि हुन्छन्। त्यसमा मलाई भन्नु केही छैन। यति बेला म बिरामी छु। म कति बाँच्छु थाहा छैन। सायद अब धेरै दिन छैन। मलाई जिन्दगीभरि धिक्कारी रहने क्षण भने तिमीसँगको प्रेमको अवहेलना नै हो। यदि संसारमा पाप हुन्छ भने त्यसको मलाई पाप लागेको हो। तिम्रो प्रेमको पाप लागेको हो। हुन त मैले तिमीलाई जिन्दगीभरि नै प्रेमीको थान्कामा राखिरहेँ। त्यसकारण प्रेमिल हृदयको आवाज थियो तिम्रो त्यो सम्भोगको प्रस्ताव। तिमीले कम्तीमा एकपल्ट मसँग सम्भोग गर्न चाहेका थियौ। त्यो बेला मैले मानिन। तिमीसँग सम्भोग गर्न त मलाई त्यति बेलै मन थियो, तर भएन। त्यस्तै भयो। आखिरकार मेरो यौन सम्बन्ध धेरै जनासँग भयो। ती सबैले मलाई भोगे वा मैले तिनलाई भोगे। बैंस समन गरेँ। यो बेला मलाई तिमीसँग सम्भोग गर्न मन छ। मलाई सो कुण्ठा तथा हीनता बोधबाट मुक्ति चाहिएको छ। मलाई सो पापको प्रायश्चित्त गर्नु छ। तिमी बनारसमा छौ, म काठमाडौँमा छु। म अलि अशक्त भएकी छु। नत्र मैले तिमीलाई खुवाएको प्रेमको शपथ तोडेर तिमी समक्ष उपस्थित भएर मलाई सम्भोग गर भन्ने थिएँ। सम्भोग गर्न बाध्य पार्ने थिएँ। मलाई पनि थाहा हुन्थ्यो कि प्रेम तथा समर्पण सहितको सम्भोग कस्तो हुन्छ भनेर। तर म शारीरिक रूपले अशक्त छु। अब यो बेला एउटी प्रेमिकाको तिमीलाई आदेश छ कि मैले तिमीलाई अब यो बेला एउटी प्रेमिकाको तिमीलाई आदेश छ कि मैले तिमीलाई दिएका शपथबाट तिमी मुक्त मात्र छैनौ। तिमी तुरुन्त काठमाडौँ आऊ र मलाई सम्भोग गर। तिमीले मलाई म जिउँदै छँदा सम्भोग गर। म मरेकी रहेछु भने मेरो लासलाई सम्भोग गर। लास पनि भेटेनौ भने मलाई डढाएको ठाउँमा गएर सम्भोग गर। यो एउटी अतृप्त प्रेमिकाको आवाज हो। तिमी पोको पन्तुरो बोकेर झट्टै आऊ। म तिमीलाई पर्खेर बस्छु यही ठाउँमा वा घाटमा वा धेरै पर। तिमीलाई माया गर्ने तिम्री प्रेमिका हीरा।